गार्धन डिजिटल भिडियो ल्याब तपाईको सेवामा उपलब्ध छ। प्रभुको आज सचै नै पूरा भयो। सृष्टि अघिको इच्छा प्रभुको आज सचै नै पूरा भयो। अब यो बन्धन कहिले तोडिँदैन, अब यो बन्धन कहिले तोडिँदैन।
पास्टरलाई अथवा उहाँलाई म यो ठाउँमा आउनुभइकन प्रार्थना गरिदिनु हुन म अनुरोध गर्दछु। उहाँ आउन सक्नुहुन्छ। के होस् रे सबैको बिचमा आदरणीय होस्। अब यो पवित्र विवाहमा हामी सहभागी भएका छौँ। अब म दुलापट्टिको दुलाको आमा बाउलाई यहाँनिर उठाउन चाहन्छु। सुन्नुहोस्, अब यहाँ हाम्रो वीरबहादुर मुक्तानको छोरी रसिला, कान्छी छोरी रसिला, तपाईँको माइलो छोरा प्रकाशको लागि बुहारी विवाह हुन गइरहेको छ आज। यो तपाईँहरूको राजी खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ तपाईँहरू? खुसी छ हो? पक्का हो? अर्कामा होइन नि। पास्टर बाउले के गरेर भोलि दुःख दिन पाइँदैन है। यो पास्टर बाउले यदि बुहारी त हो नि भन्ला थिएँ। खुसी हुनुहुन्छ? खुसी छु। बहिनी बोलेन है। खुसी हुनुहुन्छ? सबले हेर्नु है, अनुहार यही हो। अनुहार हेर्नु हुने आज सासु बन्ने अनुहार यही हो। भोलि फेरि ताली बजाउन, ताली हाल्नु। यत्रो धन्यवाद। हाम्रो प्रकाशको भाउजू खोइ तपाईँ हो? उठ्नु त। देउरानी जेठरी मत चुट्टा चुट्टा। भोलि केही भएछ भने जेठानी उहाँ नै हो है। तपाईँ देउरानी मन पर्यो? के गर्ने हो आज? ओके होइन, कुरा क्लियर, कुरा क्लियर। आज धेरैले क्रिस्चियन विवाह, अक्रिस्चियन मान्छेले पनि मलाई चाहिँ क्रिस्चियनहरूको जस्तो विवाह हुनुपर्छ भनेर हेरिरहेको छ। किन गवाई नै छैन। पण्डित बाजुले के भनेर जानुभयो थाहै भएन। विवाह त भयो, नाचगानमै भयो। तर यहाँ चाहिँ अदालती विवाह हुन्छ, अदालतमा जस्तै विवाह हुन्छ। धन्यवाद छोरी, बस्नु। अदालतमा जस्तै विवाह हुन्छ हाम्रो क्रिस्चियन विवाह। अदालतमा भन्दा पनि राम्रो विवाह हुन्छ। यो चाहिँ अदालत भन्दा पनि राम्रो हो। किन? अदालतमा विवाह हुन्छ, मन परेन भने भोलिपल्ट के हुन्छ? डिभोर्स हुन्छ। तर चर्चमा डिभोर्स हुँदैन। अघि नै सुन्नुभयो, परमेश्वरले जोडेकोलाई कसैले पनि नछुटाओस्। हालेलुया। परमेश्वरले जोडेकोलाई कसैले पनि नछुटाओस्। यसकारण यो विवाह चाहिँ यस्तो विवाह हो। यसकारण आज धेरै व्यक्ति क्रिस्चियनहरूको जस्तो विवाह हुनुपर्छ भनेर चाहन्छन्। हालेलुया। अब हामी दुलहीको बाउलाई र दुलहीको आमालाई अगाडि बढाउँछौँ। ज्वाइँलाई छोरी दिएर पठाउने हो त? पक्का हो? भाउजू रिसाइरहनु भएको छ कि तपाईँले त भन्नु? हजुर आमा, तपाईँको ज्वाइँ उहाँ नै हो। यता फर्केर मन पर्यो नि? छोरीले मन पराएको छैन, म के गर्नु होइन? अनि आज छोरी दिएर पठाउने नि त? आमेन। ल उहाँले भन्नु है, भोलि केही भन्न पाउनुहुन्न है। मैले फसाइदिएँ मैले। सबैको अगाडि उभिएर उहाँले स्वीकार्नु भएको छ, पठाउने हो भन्नुभयो। ताली बजाउनु न त ल। ओके, यो विवाहको लागि दुवै परिवार राजी। उहाँको माइतीपट्टिको घर परिवार पनि खुसी हुनुहुन्छ, घरपट्टि पनि खुसी हुनुहुन्छ। मैले यो विवाह गराइदिँदा मलाई दोष लाग्दैन। तपाईँहरूको राजी खुसीले हो, मण्डली साँची छ। अब यदि कोही होइन, मण्डली परिवार पनि खुसी नै छ, मण्डलीबाट आउनुभएको सदस्यहरू पनि खुसी नै हुनुहुन्छ। ओके, अलि यता अलि यता अलिकति यता आउनु, अलिकति भोलि पर्सि फोटो पनि होस् न। तपाईँ भाउजू अलि उता जानु। ओके, ताली बजाउनु भएन।
यो कन्यादान अब उहाँहरूले दिइसक्नु है। तपाईँहरू जानु अब हात छोड्ने होइन है है। अब करार बोल्ने हो तपाईहरुले। हुन्छ सबैजना ध्यान दिएर सुन्नुहोस्। माइक कता अल्झिएको छ उता देख्न नभए यही दिनुहोस् यो माइक। ओके त्यो माइक त्यहीँ राख्नुहोस्। अब म तपाईलाई यो पढिदिन्छु। यो तपाईको शब्द हो। कसको लागि? कसको लागि यो शब्द? तपाईको लागि होइन। शब्द तपाईको हो तर कसको लागि? हुनेवाला पैसा छैन है अझै? छैन। अब एकछिनमा साइडमा पनि चाहिन्छ यस्तो मान्छे। म तपाईलाई अगुवाई गर्छु। तपाईले आफैले भनेर सुनाए पनि हुन्छ कि म अगुवाई गर्दिन कि तपाईँ भन्ने। ल यो माइक समात्नुहोस् है त। यहाँहरू ध्यान दिएर सुन्नुहोस्। यो नै जीवनको सुरुवात हो। यो साधारण कुरा होइन। हेर्नुहोस् यहाँहरू साक्षी हुनुहुन्छ परमेश्वरको उपस्थितिमा मण्डलीको बीचमा। आमेन। परमेश्वरको उपस्थितिमा मण्डलीको बीचमा, मण्डली घर परिवारको स्वीकृतिमा, मण्डलीको स्वीकृतिमा अनि उहाँहरूको राजी खुसीमा यो विवाह हुँदैछ र सबैको बीचमा उहाँले एउटा करार बाँध्दै हुनुहुन्छ। यो विधि होइन। यसलाई विधि नसम्झिनुहोस्। यो पक्का 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 एउटा श्रीमानले आफ्नो श्रीमतीलाई, शिरले अङ्गलाई या अङ्गले शिरलाई गरेको प्रतिज्ञा हो। यो साधारण रूपमा नठान्नुहोस्। म रमाइलो गरेको यसै कारण हो, गर्मी धेरै छ। तपाईहरुलाई पनि बोर लाग्यो होला। कतिजना त बाहिर बसिरहनु भएको छ। भित्र बोलाउन कोसिस गरिरहेको छु म रमाइलो गरेर। तर यहाँ महत्त्वपूर्ण कुरा हुँदैछ। आमेन। यो महत्त्वपूर्ण कुरा हो। सबैको साक्षीमा उहाँले भन्दै हुनुहुन्छ म प्रकाश गलान तिमी रसिला मुक्तानलाई आजको मितिमा हाम्रा सृष्टिकर्ता परमेश्वर पिताको सामुन्ने र यहाँ उपस्थित मण्डली परिवार तथा सम्पूर्ण जनसमुदायको बीचमा आफ्नी विवाहित पत्नी या अर्धाङ्गिनी स्वीकार गर्दछु। अर्धाङ्गिनी भनेको तपाईको आदि अङ्ग। आदि तपाईँ आदि उहाँ। आजदेखि नै मेरो जीवनमा मेरो धन सम्पत्तिमा तिमीलाई बराबरीको हकदार बनाउँछु र आजैदेखि नै मेरा आफ्ना आफन्तहरू तिम्रा पनि आफ्ना आफन्त हुनेछन् र तिम्रा आफ्ना आफन्तहरू मेरा आफ्ना आफन्त हुनेछन्। तिमीलाई सुखमा दुःखमा प्रशस्त हुँदा या अभावमा स्वास्थ्य हुँदा या बिरामी पर्दा आफै समान प्रेम गरी मृत्युले अलग नगरेसम्म इमानदार पतिको रूपमा जिम्मेदारी निर्वाह गर्नेछु भनी पिता पवित्र आत्मा पवित्र आत्माको नाउँमा यो करार बाँध्दछु। आमेन। हामी सबैजनाको बीचमा उहाँले बोलेको शब्द सायद उहाँले आफैले पनि मिलाएर यो कुरा भन्न सक्नुहुन्छ है। पिता पुत्र पवित्र आत्मा परमेश्वरको नाउँमा, त्रिएक परमेश्वरको नाउँमा
यतिका जनसमुदायको बिचमा उहाँले आफ्नो करार बाँध्नु भएको छ, उहाँले आफ्नो श्रीमती स्वीकार गर्नुभएको छ। आमेन। अब छोरीको पालो। यो फुल समातिदिनुहोस् छोरी तपाईँ, त्यो माइक समातिए पनि हुन्छ। ल यो माइक समातिदिनुहोस् है। ओके, बाहिरबाट पनि हुन्छ, नजिकै लानुहोस्। ओके, म रसिला गलान तपाईँ प्रकाश कहाँबाट आएको मलाई धन्यवाद। ओहो पसिनाले है हुन्छ, एकछिन पछि घरानै हो होइन, घोषणा गरेको छैन। म रसिला मुक्तान तपाईँ प्रकाश घलानलाई आजको मितिमा हाम्रा सृष्टिकर्ता परमेश्वर पिताको सामुन्ने र यहाँ उपस्थित मण्डली परिवार तथा सम्पूर्ण जनसमुदायको बिचमा आफ्नो विवाहित पति स्वीकार गर्दछु। आजदेखि उसो परमेश्वरको वचन अनुसार तपाईको शरीरको रूपमा आफैलाई सुम्पन्छु र आजैदेखि तपाईका आफन्तहरू मेरा पनि आफन्त हुनेछन् र मेरा आफन्तहरू तपाईको पनि आफन्त हुनेछन्। तपाईलाई सुखमा दुःखमा प्रशस्ततामा अभावमा स्वास्थ्यमा बिमारीमा सबै परिस्थितिमा मृत्युले अलग नगरेसम्म प्रेम गरि नै रहनेछु र इमानदार पत्नीको रूपमा आफ्नो कर्तव्य पालन गर्नेछु भनी पिता पुत्र पवित्र आत्माको नाममा यो करार बाँध्दछु। यो महत्त्वपूर्ण कुरा हो। अब उहाँहरूले यो गर्नुभयो त्यो कुरा है, कति उहाँहरूलाई फेरि स्वीकार गरे तर पनि के गरेर भन्ला है। अलिक पसिना पसेर भयो भने अलिकति हात पक्राएर आफ्नो उहाँहरू पुगिन्छ है। ओके, अलिकति यो हातलाई समस्या राख्नु भएको छ। आज आउनुहोस् सबैजनाले आफ्नो हात उठाइदिनुहोस्। परमेश्वरले दिनुभएको आज्ञा र अनुमति अनुसार मण्डलीको बिचमा, घर परिवारको बिचमा, मण्डलीको गवाईहरूको बिचमा, साथीहरूको बिचमा परमेश्वरको उपस्थितिमा उहाँहरूको मुखको स्वीकार अनुसार एक अर्कालाई श्रीमान श्रीमती ग्रहण गरिसकेको कारण हामी यस गरी पिता पुत्र पवित्र आत्माको नाममा श्रीमान श्रीमती घोषणा गर्दछौँ। आमेन। अब उहाँको श्रीमती नस्पति चाहिँ हुन्थ्यो भनिरह्यो होला। को हो अरे श्रीमान तर हातमा गर्नु है। ओके, अब समय आएको छ आफ्नो श्रीमानले आफ्नो श्रीमतीलाई गिफ्ट दिनु है। कहाँ छ गिफ्ट?
गिफ्ट कहाँ छ अगुवा आमा बुवा परिवारका अगुवाहरू गिफ्ट कहाँ छ पवित्र बाइबल धेरै जसो विवाहमा औँठी साट्ने चलन छ तर मैले अहिलेसम्म 20-25 विवाह थिए तर मैले कहिले पनि औँठी साटेको छैन र औँठी पनि एउटा महत्त्वपूर्ण भनौँ भनेदेखि बहुमूल्य भनौँ अथवा अलिकति बढी महँगो पर्ने अहिलेको समयमा बढी मूल्य पर्ने सुन हो है त्यो कुरा हो। अनि कतिजना योभन्दा पनि बहुमूल्य औँठी हो भनेर ठान्नुहुन्छ कोही हुनुहुन्छ योभन्दा पनि बहुमूल्य औँठी हो परमेश्वरले के भन्नुभयो स्वर्ग र पृथ्वी चलेर गए तापनि मेरो वचन कहिले पनि चल्ने छैन। हालेलुया परमेश्वरको मुखबाट निस्केको जीवित वचन हो यो जस्तो ठुलो कुरो उपहार केही पनि छैन। त्यस्तै उस्तै पऱ्यो भने खाँचो पर्दाखेरि बेचेर खाइन्छ। मेरो श्रीमतीले मेरो खाँचोमा यहाँको नि सिद्ध्यायो यहाँको नि सिद्ध्यायो सबै सिद्ध्यायो मलाई खाँचो पर्दैन त्यहीँ छ सम्झेर बसेन है। त्यसकारण त्योभन्दा पनि कोही हुनुहुन्छ आफूले पढिरहेको बाइबल बेच्ने यहाँ हजुर खाँचो परेर बाइबल बेच्ने कोही हुनुहुन्छ आउनुहुन्न। कागजको बनाएको हुनाले यसको एउटा निश्चित मूल्य तोकेको होला बाहिरको किताबको तर भित्रको वचनको कुनै मूल्य नै तोक्न सकिँदैन। आमेन। यसकारण हामी चाहिँ बाइबल नै सबैभन्दा सर्वोत्कृष्ट उपहारको रूपमा बाइबल दिन्छौँ है। सर्वोत्कृष्ट उपहारको रूपमा बाइबल दिन्छौँ। त्यसकारण अब गिफ्ट दिने बेला त हात छोडिनु हुन्छ जैसा जैसा पण्डित बाजे वैसे वैसे सुहाए हेर्नुहोस् त है। गिफ्ट दिनु पर्यो हुनाले जिन्दगीभरि हात समात्नुपर्छ है। र यो पवित्र बाइबल अब यो तपाईँले उहाँलाई दिँदै हुनुहुन्छ है। म यसको बारेमा अहिले भन्छु तपाईँले यो बाइबल अब छोरीले पनि म उतापट्टि बस्दा उहाँ ज्वाइँ हो म यतापट्टि बस्दा उहाँ बुहारी हो। अब छोरीले पनि ज्वाइँलाई यो बाइबल दिनुहुन्छ परमेश्वरको पवित्र वचन अनि म यसको बारेमा बताउँछु दिनु आफ्नो अघि श्रीमान भने होइन श्रीमानलाई दिनु ओके ओके फोटो लाग्नु ठिकै हुनुहुन्छ होला। म यो सल्लाह दिनु अगाडि एकचोटि मैले त यत्रो कुरा गरिसकेँ मेरो श्रीमतीले देखाएको छैन भनेर मनमा काउकुती लाए होला है। अर्कै पर्यो कि भनेर पनि लाग्यो होला है। याकुबले घरमा गएर भोलिपल्ट घुम्टो खोल्दा त दित चाहिँ पो परेछ। अब तपाईँ पहिलोचोटि आफ्नो श्रीमतीको अनुहार हेर्न सक्नुहुन्छ। सल्लक्क यो घुम्टो समातेर सल्लक्क खोल्नुहोस् 5 मिनट समय घुम्टो खोलेर मजाले खोलेर शुभकामना यही छ आजको दुलहा र दुलहीलाई। शुभकामना यही छ आजको दुलहा र दुलहीलाई।
बर्सोस् स्वर्गको ढोकाबाट सदा सदालाई सदा सदालाई जसरी तपाईं प्रभुले आदमलाई हवा दिनुभयो जसरी तपाईं प्रभुले आदमलाई हवा दिनुभयो त्यसरी नै आजको दुलहालाई दुलही दिनुभयो त्यसरी नै आजको दुलहालाई दुलही दिनुभयो अब आशिष दिनुहोस् फल्दै फुल्दै वृद्धि हुनलाई अब आशिष दिनुहोस् फल्दै फुल्दै वृद्धि हुनलाई चाहन्छौँ हामी उज्जवल भविष्य जोडीको देख्न चाहन्छौँ हामी उज्जवल भविष्य जोडीको नछुटोस् साथ कहिले दुःख सुखमा पनि नछुटोस् साथ कहिले दुःख सुखमा पनि अब सम्हाल्नुहोस् प्रभु यी दुईलाई अब सम्हाल्नुहोस् प्रभु यी मनलाई सम्हालेर तिम्रै निम्ति राखिदिए जीवनलाई सँगालेर तिम्रै निम्ति साक्षिदिए मनलाई सम्हालेर तिम्रै निम्ति राखिदिए जीवनलाई सँगालेर तिम्रै निम्ति साक्षिदिए धन्यवाद येशू दिनुभयो मलाई असल जीवन साथी जीवनको यात्रा गाह्रो भए नि समाउने एउटा साथी मायाको भाषा कति गहिरो कहिले बुझ्नै नसक्ने हृदयको घात मनको चोटा सबै छोडिदिने
मायाको भाषा कति गहिरो कहिले बुझ्नै नसक्ने हृदयको घात मनको चोट सबै छोडिदिने धन्यवाद यसु देखायो मलाई माया के हो भनी कृतज्ञ छु म तिमीसँग दियो जीवन साथी खुशीमा आँसुमा हात मेरो समाउन जिन्दगीमा कतै हारे भने तिम्रो मायाले उठाउन खुशीमा आँसुमा हात मेरो समाउन जिन्दगीमा कतै हारे भने तिम्रो मायाले उठाउन मेरो प्रेरणा मेरो आशा मेरो जिउने कारण राख्नेछु सदा हृदयको ठाउँमा माया गर्छु नि झन् यो जीवनको यात्रामा सँगसँगै हिँडौँ हामी साथ कहिल्यै नछोड्ने बाचा गरौँ हामी यो जीवनको यात्रामा सँगसँगै हिँडौँ हामी साथ कहिल्यै सृजेको एउटै आकृतिमा यसुको वरदान हो नसम्झ आफै तिमी यो मानिसको योजना हो सृजेको एउटै आकृतिमा यसुको वरदान हो नसम्झ आफै तिमी यो मानिसको योजना हो जीवनभरि माया गर्नु मृत्यु समय साथ दिए आशिषको झरी वर्षो साँझको दिनमा निरन्तर आशिष वर्षो
दुवैलाई धीरज विश्वासको जमानी हुनुहोस् दिनुहोस् स्वर्गीय आनन्द स्वर्गीय मिलाप चाहिँ यी दुईमा सधैँ मेल होस् प्रेमको आशिषको भागी भनी बुराइदेखि बाँच्नलाई सहायता गर्नुहोस् स्वर्गमा जाउदिनुहोस् तिम्रो यो छोरीमा यसो सधैँ तिम्रो छाया देव तिम्रो ती पाइलामा प्रभु सधैँ तिम्रो साथ देव तिम्रो यो छोरीमा यसो सधैँ तिम्रो छाया देव तिम्रो ती पाइलामा प्रभु सधैँ तिम्रो साथ देव जीवनभर आशिषको झरी वर्षाउनु फल फलाउने फुल चाहिँ बनाउनु आशिषको झरी वर्षाउनु फल फलाउने फुल चाहिँ बनाउनु आशिषको झरी वर्षाउनु फल फलाउने फुल चाहिँ बनाउनु आशिषको झरी वर्षाउनु फल फलाउने फुल चाहिँ मिली महिमा तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँलाई मिली महिमा तपाईँलाई बज्यो हे यो हाम्रो जोडी येशूको अनुग्रह जोड्यो हे